सम्पूर्णमा नमस्कार। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज नयाँ वर्षको दिन हामीहरू आज स्याङ्जा जिल्लाको अत्यन्तै प्रसिद्ध धार्मिक स्थल गरौँ कालिका मन्दिर, जसलाई देवी कालिका मन्दिर पनि भनेर चिनिन्छ, जुन स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा अवस्थित छ। हामीहरू उक्त मन्दिरमा दर्शन गर्न जाँदैछौँ। हाम्रो साथमा हुनुहुन्छ नमस्ते सम्पूर्णमा मेरो विशेष अनि हाम्रो रियान्स बाबु। हाम्रो यात्रा वालिङबाट गरौँ कालिका मन्दिरसम्मको हुनेछ। ओके, हाम्रो साथमा रहनुहोला। वालिङ मोड, वालिङ पेट्रोल पम्प र हामीहरू अहिले छौँ यहाँ पूजा सामग्री भण्डारमा। सामग्री भण्डार लिएर जाँदैछौँ। ल, ह्याप्पी न्यु इयर दिदी। चिया घर हजुरहरू पनि चिया पिउनुको लागि आउनु सक्नुहुन्छ। चिया घर यहाँबाट 9 किलोमिटर अगाडि रहेको छ। चोकबाट थोरै अगाडि बस्नुभयो बाटो बन्न हामी पुग्यौँ माथिको डाँडामा, हो त बिचको डाँडामा हामी वहाँ पुग्नु छ। अब वालिङ बजार, पिङ्क सिटी सहर थोरै देखेछ। बाउन्थन पारीको डाँडा यो बाटो घमखोला। हेर्नुहोस् त, पारीको हरियाली डाँडो कति राम्रो छ। डाँडा प्राकृतिक सौन्दर्यता कति राम्रो देखिएको छ। अर्कै खाले बाँदर हुँदो रहेछ यतातिर। हाम्रो घरतिर भन्दा धेरै फरक बाँदर। बाबु यता उता कुनातिर हेरे उसले। बाटो हो यो? होइन बाटो होइन क्या यो त होइन। कता कुना होइन, यो बाटो त बाहिर त होइन। यस्तै बाटो थियो क्या। अब यहाँबाट यता त्यस्तो यतातिर जाने बाटो रहेछ। झन् पिच यतातिर राम्रो रहेछ। झन् पिच हेर्नु त वहाँ तलबाट। माइ गॉड, यो बाटो अझै वहाँ माथि आइछ। Gentle sound of the waves crashing
गाडीहरू लड्दैन पार्क गर्नु तल पहिला त यति रहेछ ल फाइनल्ली हामीहरू गरौँ कालिका मन्दिर आइपुग्यौँ आएको छ नि स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको गरौँ कालिका मन्दिर जुन एउटा धार्मिक दृष्टिकोणले आध्यात्मिक दृष्टिकोणले एकदमै प्रसिद्ध मन्दिर मानिन्छ। यहाँ एकदमै टाढा टाढाबाट श्रद्धालु भक्तजनहरू पूजाआजा गर्नको लागि आउनुहुन्छ यस ठाउँमा दर्शन गर्नको लागि र यो ठाउँ अत्यन्तै रमणीय छ। यस मन्दिर परिसरमा वरिपरि हिँड्दाखेरि एकदमै शान्त अनुभव हुन्छ, मन मस्तिष्कलाई एकदमै शान्त भएको अनुभव हुन्छ र यहाँबाट देखिने एकदमै सुन्दर दृश्यहरू पहाडका दृश्यहरू हजुरहरूले देख्न सक्नुहुन्छ। आज मौसम त्यति सफा नभएको हुँदा त्यति पहाडहरू त्यति देखिएका छैनन्। Lao, ao. Ao, ao Renzo, ao. Dada, dada. बाबु लोटिन्छ है त्यहाँ आऊ यता। गरौँ कालिका मन्दिर धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यहाँ आएर पूजाआजा गर्दाखेरि मनोकामना पुरा हुने, शरीरमा सकारात्मक ऊर्जा चाहिँ प्राप्त हुने विश्वास छ। मन्दिर वरिपरको शान्त वातावरण, यहाँबाट देखिने मनोरम दृश्यहरू, डाँडाकाँडाहरू अत्यन्त सौन्दर्यजनक छ। आज मौसम त्यति सफा नभएको हुँदा डाँडाकाँडाहरू त्यति क्लियर देखिएको छैन, तर पनि यहाँबाट देखिने दृश्यहरू एकदमै सौन्दर्यजनक रहेको छ। र यस गरौँ कालिका मन्दिरमा हजुरहरू आउनुभएको छैन भने एकपटक अवश्य नै आएर दर्शन गरेर यहाँबाट देखिने मनोरम दृश्य अवलोकन गरेर जानुहोला भन्न चाहन्छु। र हजुरहरूलाई मेरो आजको भिडियो कस्तो लाग्यो, यदि मन परेमा मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। ओके, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो, एन्ड इफ यु लाइक माई भिडियो then don't forget to like, comment, share and subscribe for more videos. ओके, अब हामीहरू अर्को भिडियोमा भेटौँला। सबैजनालाई बाई बाई, सी यू।